म चाहिँ आएको अब पोखरातिर बाटो सुनसान छ बिहान 7 बजेको फ्लाइट हो मेरो अब हेरौँ डिले हुन्छ कि हुँदैन म चाहिँ पुगेँ ठिक्क डोमेस्टिक एयरपोर्टमा अब म यताउता हेर्दैछु बोर्डिङ पास पनि पाइसकेँ अब भित्र छिर्नु पऱ्यो हाम्रो फ्लाइट चाहिँ डिले त भएको थियो तर ठिक्क 6 बजेकोमै सँगसँगै हालेर हामीलाई पनि 7 बजेकोमै मिसाएर लाँदैछ जे होस् यो पनि ठिकै हो राम्रै हो ल पोखरा पनि पुग्यो अब धुर्बी आउँछ भन्थ्यो म बाहिर बसिरहेको छु कि न के गरिरहेको थियो न फोन गर्नुपर्ने हो कि फोन गर्नु पर्यो त्यसलाई नयाँ एयरपोर्ट जे होस् राम्रै रहेछ मलाई कुरेर बसिरहेको रहेछ जे होस् धुर्बी भने आउँदैछन् हो अब बोर्डै बसिरहेको छ त्यहाँ त्यसलाई पनि भेट्नु पऱ्यो नि त अब
flexibility in modern dancing. Perfect. म चाहिँ बिहानै हतार पठाउलाई बोलाएर एयरपोर्ट जाँदै हो। अब बिहानको फ्लाइट छ मेरो, हुसु लागेको छ यस्तो धेरै। अब कति आज पनि डिले त हुने होला नि, अब के हुन्छ खै हेरौँ। अब डिले 2 घन्टा भयो, जस काठमाडौँ आइपुग्यो। जस्तै हो, खुसी लाग्यो। ल अब बाहिर 5 आज लिनु जा गइन्छ। ल